मासु लिन जाँदैछु साथीहरू। सुँगुरको मासु चाहिँ यहाँ छ। हामी चाहिँ 2 केजी मासु लिएको थियौँ साथीहरू। हेलो गाइज, वेलकम बैक टू माई यूट्यूब चैनल शिवसेना ब्लग। न्यू डे न्यू भिडियोको साथमा म आज पनि उपस्थित भइसकेको छु साथीहरू। म चाहिँ बिहान साथीहरू भात भुट्न लाग्यो साथीहरू। मोटिज भर्खर बल्ल वेक अप यो इङ्ग्लिसमा त्यस्तो भनिदिन्छु म। फेरि त्यसले के खोज्यो अरे सुशीले, के खोज्यो अहिले? हिजोको तरकारी यति बजेछ बल्ल। म चाहिँ भात भुट्न लाग्छु साथीहरू। बिहान चिया खानुको मजै छुट्टै। दिनको सुरुवातसँगै चियाको, आफ्नै घरमा बनेको चियाको सुरुवात गर्दैछु म चाहिँ। अर्ग्यानिक चियाको साथसँगै शुभ प्रभातमा आज मैले बनाएको हुन्छ छ। बाहिर फेरि मम्मीले दिदीलाई कराउनु भयो, दिदीले लिन लाउनु भयो साथीहरू। त्यसपछि मम्मीले सिकाउनु भयो। बाख्राहरू उहाँ पुगिसक्यो यहाँनिर, यता गइसक्यो बाख्राहरू पनि। हामीले मोलसोल पनि फालेर सक्यो साथीहरू। पाटामा मोलहरू चाहिँ यस्तो देखिन्छ, देख्न सक्नुहुन्छ। यता लिप्दै हुनुहुन्छ दिदीले र उता मम्मीले फेरि दिदीलाई फेरि क्यामेरामा देखाउनुहुन्न, गाली खाइन्छ। मम्मीले त काम गर्दै हुनुहुन्छ गोठको। भैँसीहरू यस्तरी बसेछन्। पापाले उहाँ चलतिर खै बाबा फेरि उसमा लान्छु भने गएन र मम्मी आगो लगाउनु जानु भयो साथीहरू। हाम्रोमा चाहिँ पानी आएन आकाशबाट, त्यही भएर साथीहरू जोत्न पनि सकियो छैन। डङडङ्की छ बारी होइन सुसी। अहिले जोत्यो भने भन्छ डाडा भन्छ कहिले। त्यसपछि त्यही साथीहरू पानी सानी नआएर जोत्न पनि सकियो छैन। घाँटीभरि बिहान कब्जमा साथीहरू। महाराजले के गर्नुभयो बिहानै मोबाइल। 7 बज्यो साथीहरू। भर्खर चाहिँ बल्ल भन्दा पनि अब 7 बजिसक्यो साथीहरू। बिहानको घाम लाग्नु लाग्यो बल्ल, देख्न सक्नुहुन्छ। यतातिर घाम लाग्नु लाग्यो यो साइडबाट। म चाहिँ नास्ता खान लाग्छु साथीहरू। आज चाहिँ नास्तामै भुटेको भात र चिया। मम्मीले चाहिँ उता पानी खुवाउँदै हुनुहुन्छ। म चाहिँ नास्ता खान्छु र अनि घाँस काट्नु जानु पर्ला भनेर साथीहरू घाँस काट्नु जाने। म चाहिँ नास्ता खान्छु है त साथीहरू। म भर्खर चाहिँ दिउँसोको लगभग 2 बज्न लाग्यो होला। भर्खर चाहिँ समथिङ त्यस्तै भइसक्यो साथीहरू। म चाहिँ घरबाट हिँड्ने बेला त्यही 1:30 हुन लाग्थ्यो। माथि आयो भनेपछि 2 बज्न लाग्यो होला। म भर्खर कहाँ जाँदैछु भनेपछि साथीहरू म चाहिँ जाँदैछु त्यहाँ पारी। किन जाँदैछु भन्दाखेरि त्यहाँ चाहिँ सुँगुरको मासु चाहिँ काटेर चाहिँ साथीहरू। त्यो भएर चाहिँ म यहाँ सुँगुरको मासु लिन जाँदैछु साथीहरू। आज चाहिँ हाम्रो राति प्रोकको मासु खाएको भिडियो आउन सक्छ, हेर्दै गर्नु होला। हेर्नु न हाम्रो काभ्रेको रोडहरू कस्तो देखिरहेको। मोबाइल हेर्दै थिएँ साथीहरू। त्यसपछि दिदीको फोन आयो टक्क। त्यसपछि हिँड्नु पऱ्यो नि त, त्यही भएर म चाहिँ हिँडिदिएको। गाइज गर्मी छ लास्टै। अझ घाम त लागेको छैन आज त खासै, त्यही पनि गर्मी छ। गर्मी त ओभर आएको छ गाइज। म फेरि पुरा छुट्नु बनाइ बोले जस्तोको, तर म त्यस्तो बोल्दिनँ है नि त। त्यही साथीहरू म चाहिँ यहीँ जाँदैछु। गर्मी छ क्या लास्टै अझ। बरु आज चाहिँ त्यस्तो गर्मी त भएको छैन, त्यही पनि हावा चल्दैन साथीहरू। त्यस कारणले गर्दाखेरि त्यस्तो छ त नि। भर्खर यहाँ पुसाझोट जानुहुन्थ्यो, कत्न जानुभएको नि। मासु लिन जाने होला र सँगै जानु पऱ्यो भने झन् कस्तो छिटो आएको त। बुढाहरू त उहाँ पुगिसकेछन् क्या, त्यस्तो लाग्छ साथीहरू। आज चाहिँ हाम्रो राति पाइन्छ होला, लगभग पाइन्छ होला नि मान्छे आएपछि त मासु त।
पाइन्छ भने पुग्छ पुग्दैन भन्ने कुरा भर्खरसम्म के गरिसक्यो होला बल्ल थाहा भयो ग्रिल कल हानेपछि बल्ल म हिँडेको साथीहरू आज चाहिँ राति प्रोकको मासु प्रोक के भन्ने यार सुँगुरको मासु खाइ हुन्छ होला साथीहरू हेर्दै गर्नु होला है त ल साथीहरू रात पनि परिसकेको छ दिउँसो चाहिँ मैले सुँगुरको मासु काटेको थिएँ त्यही भएर चाहिँ म सुँगुरको मासु लिएर आएर पनि साथीहरू भर्खर चाहिँ रात परिसकेको छ देख्न सक्नुहुन्छ बुङ्गुरको मासु साथीहरू यहाँ पापाले चाहिँ उस गराउँदै हुनुहुन्छ धन्य बुङ्गुरको मासु चाहिँ यहाँ छ हामी चाहिँ 2 केजी मासु लिएको थियौँ साथीहरू 1 केजी खाने भन्नुहुन्छ मम्मीहरूले यहाँ छ 1 केजी चाहिँ 1 केजी यहाँ छ 1 केजी यहाँनिर छ यसलाई चाहिँ पकाउने अब हामीले उतिमा पकाउँछौँ यहाँनिर साथीहरू आज बुङ्गुरको मासु भित्र हाल्दैनौँ कसैले नि हाल्दैनन् साथीहरू झ्याप्प कसैले पनि भित्र हाल्दैनन् त्यही कोहीले होला भित्र हाल्ने नत्र भित्र कसैले पनि हाल्दैनन् हामीले नि हाल्दैनौँ साथीहरू त्यस्तो छ प्याज काट्दै हुनुहुन्छ मम्मी चाहिँ मासु यही हो आजको छाक साथ जलगाने में क्या दाएं टमाटर हालेको मिचेर पानी हाल्दै हाल गद्लो यसलाई बल्ल मिचिन्छ राम्रो पानी जला ओए खायो नमिठो कित्यो आमा छोरा दिले यस्तो उतार गएर वा हमारे गांव में बात थी जैसी ठीक दाल चाहिँ खानासाना पनि भइसकेको छ देख्न सक्नुहुन्छ मासु छ यता यता भात र यहाँ चाहिँ छ हाम्रो गोरस साथीहरू अब चाहिँ हामी खान्छौँ सुरुवात मासुसँगै चेस
सुनो, तुमने उस प्रोफेसर को देखा क्या? कौन? वो जो हमारे पीछे आया था? हाँ मुझे नहीं पता। हाँ मैंने उसे नहीं देखा। उस प्रोफेसर ने तुम्हें यहाँ की मूर्ति के बारे में बताया? हाँ। वो इस टापू के बारे में कैसे जानता है? प्रोफेसर यहाँ पर पहले भी आ चुके हैं। तो प्रोफेसर के बिना तुम लोग जा भी नहीं पाओगे। Sudah baik. मैं एक शॉर्ट फिल्म बना रहा हूँ। तुम चाहो तो तुम्हें चांस दे सकता हूँ मैं एक्टिंग में। ल साथीहरू हामी चाहिँ खानासाना पनि खाइसक्यो। आज चाहिँ बराल नेपाल हो, मेरो घरमा चाहिँ हाम्रो पालै पालो छ बराल नेपाल हो चाहिँ साथीहरू। त्यस कारणले आज चाहिँ खाना खाएर टम्म भए पेट, त्यही पनि के गर्नु, बराल नेपाल मेरो यो मटन मान्दैन। आज रेहेम गर भनेको नि मान्दैन। मासु भएको दिन फेरि खाना पर्यो साथीहरू, यति त बनाउनु पर्यो। अब चाहिँ म अब एप बराल्छु म। ल तैँले गाइदिनु, ल गाइदिन्छु। साक्षेउ तर्का मायालु मैले छुँदा छोइन्छ भनी त सुनपानीले छर्का मायालु मैले बराल नेपाल नाटक पारेर भयो 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 बनाइदिनु म सुनपानीले गरिस् तरी माना भिख माग्दै भिख दियो 5 रुपियाँको बाटा बसेर यस्तो गाउँछन् मान्छेहरूले। त्यो बाटा बसेर यस्तो गाउँछन् अनि 5 रुपियाँ मागेर त्यस मिठाई खाँदै हिँड्ने गर्छन्। आउनु होला हो रे मैले छुँदा छोइन्छ भने त सुनपानीले छर्का मायालु छुँदा छोइन्छ भने त सुनपानीले छर्का गरिस् त नि माना भयो धेरै भयो धेरै भयो 6 मिनट गेम भइसक्यो भिडियो हानेको आर्छ जाऊ तेरे खुरखुर काम गर नगाई कति धेरै म हेरी मेरो एकछिन पछि फाइनल सिजन छ त फाइनल सिजन नगराइनुहोस् ल ल ल भयो ल ल साथीहरू हामी चाहिँ खानासाना खाएर पनि सक्यो साथीहरू। सबै आफ्नो कोठामा रुममा गइसक्नु भयो साथीहरू। र आजको लागि चाहिँ भिडियो यति नै हुन्छ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक गर्न नभुल्नु होला भन्दै आजको लागि म सिमो सुनार पनि बिदा हुन चाहन्छु। जय नेपाल।